हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भ्लग। यो केटी चाहिँ जहिले बिहान बिहान उठेर कहाँ जान रेडी हुन्छ भनेर चाहिँ नभन्नु होला ल। आज पनि मैले हजुरहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। तर अब हामी कहाँ जाँदैछौँ त अभियसली मैले अहिले भन्दिनँ। त्यसको लागि चाहिँ मेरो भ्लग हजुरहरूले पुरा हेर्नुपर्छ है त। आज चाहिँ हामी घरबाट निस्किँदाखेरि कस्तो राम्रो थियो कि मौसम, खासै धेरै घाम पनि लाग्दैन होला भनेर हामी निस्क्यौँ। तर भनिन्छ नि एक्सपेक्टेसन्स भर्सेस रियालिटी भनेर, त्यस्तै भयो कि गाइज। आज चाहिँ हामी कृष्णनगर जाँदै थियौँ। कृष्णनगर भनेको चाहिँ नेपाल र इन्डियाको बोर्डर भनौँ न, उता पूर्व त रक्सोल छ नि त, अनि यता हाम्रोतिर यता दाङतिर चाहिँ यहाँ कृष्णनगर भन्ने रहेछ। गाइज बोर्डर इज बोर्डर के, हेर्नुहोस् न, यहाँ चाहिँ बोर्डर आउने बित्तिकै कस्तो इन्डियन भाइब्स दिइहाल्ने के, इन्डियन गाडीहरू मात्र देख्यौँ हामीले चाहिँ यहाँ। अनि हामी चाहिँ मम्मीलाई लिएर ब्याङ्क गएको थियौँ, ब्याङ्कमा काम भएर। गाइज यति गर्मी थियो, त्यही भएर हामी चाहिँ उखुको जुस पनि खायौँ। अनि त्यहाँ बोर्डरको चाहिँ मलाई फोटो खिच्नै दिनु भएन कि, पुलिसहरूले त्यो सबै डिलिट गर्न लाउनु भयो। मैले डिलिट पनि गरिदिएँ। अनि हल्का फुल्का रासन ल्याउनु थियो, त्यो पनि लिएर आयौँ। अनि भोक त लाग्यो नि त गाइज, होइन, त्यही भएर चाउमिन खायौँ। यति गर्मी थियो, हामी त्यहाँबाट फुत्त निस्केर हामी घरतर्फ लागिहाल्यौँ। त्यो गर्मीले त इरिटेटै भएर मलाई त यो भिडियो बनाउने मेरो हिम्मत पनि थिएन, त्यति गाह्रो भइसकेको थियो। तर मेरो बुढाले हल्का फुल्का भिडियो बनाइदिनु भयो। बिहान जाने बेलामा चाहिँ धानखोला मन्दिरको भिडियो बनाएको थिइनँ। यहाँ चाहिँ हाम्रो दाइ भाउजूको बिहे भएको थियो। यहाँको मौसम त यस्तो राम्रो थियो गाइज, तर अलिकति अगाडि जाने बित्तिकै घाम लागिहाल्यो कि। तर पनि फाइनल्ली गाइज हामी चाहिँ आइपुग्यौँ। हामी आइपुग्दा चाहिँ हल्का हल्का हावा चलेर, घाम लाए पनि हल्का हल्का हावा चलेर ठिकै भएको रहेछ मौसम। थाकेर आइयो गाइज। अनि त्यसपछि हामीले चाहिँ आँप खायौँ। आँप खाएर बिहानदेखि खाना खाएको थिएनौँ, त्यही भएर मैले चाहिँ हतार हतार गरेर गुन्द्रुकमा रस हालेर गुन्द्रुकको सब्जी पकाएँ। र अब आजको लागि चाहिँ यति नै, भेटौँला अर्को भिडियोमा। हजुरहरूले चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला। बाई।